नमस्ते कान्छे नमस्ते अरे चन्द्रु सधैँ थियौ बाजार छन् नमस्ते नमस्ते भाग्यमानी भएछ सन्चै हुनुहुन्छ म सन्चै छु तिमी सन्चै छौ ठीक छ बुवा बस्नु पर्यो नि बस्नु त पर्यो ल बस्नु त पर्यो घरतिर सबै सन्चै राम्रै हुनुहुन्छ हजुर सबै सन्चै छन् ल पानी पिनु पर्यो ल्याउ ल्याउ पानी ल्याउ पानी पिनु ए पोख्नुलाई म खिन्न क्या अब बुढो भइ हात काला हुन्छन् ल अरू कान्छी यहाँ सन्चै हुनुहुन्छ नास्ता पानी भयो अरू छोरा सन्चै हो तिमी त ज्यादै ठुलो भयो भाइ साना मेरो यहाँ के उता खोला पारी भयो अरू कति ठुलो भयो कान्छी तिमी यहाँ नातिलाई हेर्न पर्यो छोरालाई हेर्न पर्यो नि त कति राम्रो छोरो रहेछ दाढी जुगा आयो ठुलै भयो कति वर्षको भयो र छोरा तिमी अब 30 लाग्न थालिएछ बल्ल बल्ल बिहा गर्ने कहिले हो बिहा त गरिन्न होला गरिन्न बिहा अरूको देख्दा देख्दै त्यस्तै भइछ हो बिहा नगर्ने तपाईलाई त्यो बिहा गरे घरबाट निकाल्दिए ती निकाल्दैन क्या नि होला अब के गर्ने नै हेर्दैन अब तपाईले भिड खोज्न पर्यो भिडमा जाने यस्ता उतिन हेर्ने त फोङ हाल्ने कस्तो कस्तो गफ गर्छ के तपाईँको छोरो कति गफ गर्छ तपाईँको छोरो के रमाइलो हुने के घर कति रमाइलो जस्तो तपाईँको यहाँ बुहारीको हो त यहीँ त हुनुहुन्छ कहाँ को हो नि त यिनी ढोक्दिन खै बिर्सेँ मैले त ढोक्दिएको सन्चै छ तिमी तपाईँ धेरै हल्लाउने कारण के हो बा बुढो भयो क्या भाइ क्या यो धेरै छ र अलि हो के त त्यो घर आएर सबैले निकाल्दैन होइन त्यस्तो नखानु ल बरु हाम्रा गएर बस्नु हामी यस्ता रोगीलाई होइन बारी